Welcome to Barcelona. On a scale of 100, how much do you love Barcelona? 100. आज गेम छ? ह्यान्सी फ्लिकको नाम किन ह्यान्सी भएको? ह्यान्सी भएर. Hello, शाश्वत कुमार पौडेल. Not Kumar. नट कुमार के हो त? शाश्वत पौडेल. शाश्वत पौडेल मात्र? तिमीलाई थाहा छ आज के भिडियो भन्दैछ? थाहा छ. के छ? This or that one. हैन, you are wrong. This or that त अघि बनाइसक्यौं हामीले. आज चाहिँ अर्कै भिडियो बनाउन गइरहेको छु कि. तिमीलाई फुटबल सम्बन्धी क्वेशनहरु सोध्छु म. कतिको थाहा छ? तिमीले त्यसको आन्सर गर्नुपर्छ है त. Are you ready? Yeah. 100%? Yep. Yep. Are you confident? Yeah. लाज त लागेको छैन नि? छैन. वेलकम टु माई सो मिस्टर शाश्वत पौडेल. तिम्रो फेभरेट फुटबल क्लबको नाम के अरे? बार्सिलोना. बार्सिलोना. कति खुसी भयो भने कि त्यस्तो मन पर्छ? धेरै मन पर्छ? बोल्ने हो नि टाउको हल्लाउने नि. धेरै मन पर्छ? On a scale of 100, how much do you love Barcelona? 100. 100 है? त्यस्तो मन पर्छ? रेगुलर गेम हेर्छौ? रेगुलर त हेर्दिन, कहिले काहीँ गेम हेरेर हाइलाइट हेर्छु. किन रेगुलर किन हेर्दैनौ? राति हुन्छ कहिले काहीँ. जहिले प्राय राति हुन्छ, त्यही भएर है. ज्ञानी बच्चा हो नि त तिमी. गुड बोय हो, त्यही भएर रात भए त बस्नु हुँदैन. त्यही भएर भोलि बिहान उठेर हाइलाइट हेर्ने. भोलि बिहान आज गेम छ? इक्जाम्पल दिएको. त्यसो भए तिमी बार्सिलोनाको फ्यान. तिमीलाई एउटा कुरा थाहा छ? बार्सिलोना कुन इयरमा फाउन्ड भएको? 1899. इम्प्रेसिभ. अनि बार्साको प्रेसिडेन्ट को हो अहिलेको? जोन लापोर्ता. ग्रेट. सबै थाहा छ कि क्या हो? अनि तिमी आफै सोध्ने क्वेसन पनि मलाई सोध्न दिउँ. को हो बार्साको कोच को? ह्यान्सी फ्लिक. ह्यान्सी फ्लिक. एउटा रमाइलो कुरा तिमी जहिले भन्छौ, ह्यान्सी फ्लिकको नाम किन ह्यान्सी भएको? ह्यान्सी भएर. मान्छे ह्यान्सी भएर. मान्छे ह्यान्सी भएर? कस्तो राम्रो क्वेसन, कस्तो राम्रो एन्सर. तिम्रो सबैभन्दा फेभरेट प्लेयर को हो? कतिवटा? 2वटा छ. सबैभन्दा भनेपछि एउटा हुन्छ नि? त दुईटा छ. यामाल र मेसी. अनि नम्बर 1 नम्बर 2 कोही छ? र्याङ्क गर्नु पर्यो भने दुईजनामा न? दुईजना बराबरी? अरू चाहिँ र्याङ्क गर्छु, तर दुईजना चाहिँ र्याङ्क गर्दिन. दुईजना त विनरमा. फर्स्टमा म फरान टोरेसलाई राखिदिन्छु. फरान टोरेस. अनि सेकेन्ड र्याङ्कमा म फर्स्टमा फरान टोरेस राख्ने? कुन एङ्गलबाट? बार्सिलोनाको बेस्ट प्लेयरमा? बेस्ट अट्याकर. लेभान्डोस्की छैन त्यो ठाउँमा? राफिन्या छैन? लेभान्डोस्की त अट्याकरमा. स्ट्राइकर. अट्याकर स्ट्राइकर एउटै होइन? राफिन्या त राम्रै छ, तर राफिन्या भन्दा धेरै गोल हान्छ नि त. फरान टोरेसले असिस्ट नि दिन्छ, तर यामाल भन्दा त धेरै दिन्छ यो सिजन. यामाल अन टप. ओके. अनि सेकेन्ड र्याङ्क छ मेरो हिरो फेर्मिन लोपेज. निकनेम तिमीले राख्दैको? नाइस. अनि थर्ड र्याङ्क मसँग एउटा नाम छ जो कि आरबाट स्टार्ट हुन्छ. राफिन्या? करेक्ट, राफिन्या. तिमीलाई पेड्री कतिको मनपर्छ? पेड्रीलाई त म र्याङ्क नगर, जस्ट भन न. पेड्री कतिको मनपर्छ? 85%. किन? कति राम्रो प्लेयर छ, कति राम्रो खेल्छ? राम्रो डिफेन्डिङ चाहिँ गर्छ.
अनि ऊ त मिडफिल्डर हो, कसरी डिफेन्ड मिडफिल्ड गर्छ, गोल पनि हान्छ नि कहिलेकाहीँ त बबाल ब्ल्याङ्क स्विङ हैन। तिम्रो हिरोले नि हान्छ हैन। तिमीलाई थाहा छ बार्सिलोनाको बिगेस्ट राइभल क्लब कुन हो? राइभल कन्ट्री क्लब, राइभल भनेको कम्पिटिटर जस्तै क्या। कम्पिटिटर होइन, राइभल क्लब भनेको फर इक्जाम्पल म्यान्चेस्टर सिटीको राइभल क्लब म्यान्चेस्टर युनाइटेड हो अनि बार्साको रियल मैड्रिड, एल क्लासिको। बिगेस्ट राइभल्स। एल क्लासिको भने के हो? एल क्लासिको भने बार्सा वर्सेस रियल मैड्रिड। डब्ल्यू बल नलेज। हरेक लिगमा एल क्लासिको हुन्छ, हरेक लिगमा कस्तो? सबै लिगमा। बार्सा भर्सेस एउटा रियल मैड्रिड एउटा भइहाल्यो, अनि म्यान सिटी भर्सेस म्यान्चेस्टर युनाइटेड। त्यसलाई एल क्लासिको भन्दैन नि, त्यसलाई म्यान्चेस्टर डर्बी भन्छ। म्यान्चेस्टर डर्बी। एल क्लासिको इज ओन्ली बार्सा भर्सेस रियल मैड्रिड। तिमीलाई थाहा छ इन्टरनेसनल लेभलमा एल क्लासिको भनेर कुन दुईटा कन्ट्रीको गेमलाई भन्छ? स्पेन र नो, अर्जेन्टिना र फ्रान्स। नो, अर्जेन्टिना र मोरोक्को। नो, अर्जेन्टिना र नेपाल। अर्जेन्टिना एन्ड ब्राजिल। अर्जेन्टिना भर्सेस ब्राजिल इज country levels El Clasico. बुझ्यौ? I thought it was Argentina versus Portugal, but no. त्यस्तो ग्रेट म्याचै छैन अर्जेन्टिना भर्सेस पोर्चुगलको। अर्जेन्टिना भर्सेस ब्राजिलको चाहिँ अलिक ग्रेट म्याच हो। पोर्चुगल त 0 खेला हैन त एकचोटी। खेले पोर्चुगलसँग। पोर्चुगलसँग कतिवटा वर्ल्ड कप छ? अर्जेन्टिनासँग 3टा। मेसीले वर्ल्ड कप जितेछ। जितेछ कहिले? 2022 मा। कुन कन्ट्रीमा भएको थियो? त्यो जर्मनीमा। जर्मनीमा कहाँ हुन्छ 2022 मा? जर्मनीसँग 2014 मा तिम्रो मेसीले वर्ल्ड कप चाहिँ हारेको थियो। कोसँग? जर्मनीसँग। अर्जेन्टिनामा? नो, कतारमा भएको थियो 2022 को वर्ल्ड कप। अर्जेन्टिनाले जित्यो भने है तिमीले? कुन कुन कन्ट्रीसँग भएको थियो फाइनल? फ्रान्स। फ्रान्ससँग। फ्रान्सको बेस्ट प्लेयर को? बेस्ट प्लेयर मलाई लाग्छ एम्बापे। स्कोर पनि 4-3 थियो वर्ल्ड कपमा। कसले गोल हानेको? अर्जेन्टिनाबाट मेसीले हानेको थियो। मेसीले पेनाल्टी, डिमारियाले नर्मल, अनि फेरि मेसीले, अनि फेरि डिमारियाले। वाउ, डिमारियाले 2 गोल हान्यो र? होइन होला। मेसीले ह्याट्रिक हाने। होइन होला। You are mistaken. अल्वारेजले ह्याट्रिक एम्बापेले हानेको थियो। मेसीले 2 गोल हानेको थियो। डिमारियाले 1 गोल। द्याट मेक्स गेम 3-3। त्यसपछि पेनाल्टी सुटआउट भएको हो नि त। अनि 1-0 भएको पेनाल्टी सुटआउटमा होइन, 4-3। ए हामी बार्साबाट कहाँ पुगिसक्यौँ है? अब बार्सा रिलेटेड कुरा गरौँ न। बार्साको 10 नम्बर जर्सी कसले लाउँछ अहिले? यामालले। त्यसो भए त अहिलेको बेस्ट प्लेयर होला यामाल बार्साको हो। बेस्ट ग्रेटेस्ट त्यस्तो मनपर्छ बार्सा। यामाल। यामालको एज कति हो रे? 18। तिम्रो कति हो रे? 7। तिमी भन्दा यामाल कति वर्ष ठुलो? 11। गुड। अनि बार्साको अहिलेको जर्सी नम्बर 8 को? It's a Pedri. It's so easy for you, no?
या यु नो एभ्रिथिङ अबाउट बार्सा बार्साको स्टेडियमको नाम के हो स्पोटिफाई क्याम्प नाउ अनि त्यसो भए अब मलाई यो भनिदेऊ बार्सासँग कतिवटा ला लिगा टाइटल छ धेरै छ धेरै भन्नु 23 हो कि 24 यु आर रङ बट इट्स ओके 27 वटा छ सबैभन्दा धेरै ला लिगा टाइटल कुन क्लबसँग छ बार्सा नो रियल मैड्रिड ला लिगा च्याम्पियन्स लिग पनि रियल मैड्रिडसँगै धेरै छ ला लिगा पनि रियल मैड्रिडसँगै धेरै छ अनि तिमीलाई फुटबल खेल्न मन पर्छ फुटबलमा कुन पोजिसनमा खेल्छौ अट्याकर भन्ने जहिले गोलकिपर बस्ने लडे गर्ने कहिले गोलकिपर कहिले अट्याकर कहिले डिफेन्डर कहिले मिडफिल्डर सबै खेल्छौ तिमी त अल राउन्डर रहेछौ यार तिमीलाई रियल लाइफमा क्रिकेट खेल्न मन लाग्छ कि धेरै फुटबल स्कुलमा फुटबल खेल्न पाइन्छ फुटसल कहिले पाइन्छ फुटसल हुँदा तिमी खेल्छौ खेल्छु कुन पोजिसनमा खेल्छौ जुनी खेल्छु जे खेला त्यही खेल्छौ धेरै राम्रो तिमीलाई ठुलो भएर के बन्ने सोच छ त साँच्चै फुटबल कहाँ खेल्ने अनि बार्सा क्याम्प नाउ क्लब भन्दा हुन्छ बार्सामा फर्स्ट क्लब बार्सा 10 इयर हो कि 9 हो कि 10 इयर अनि सेकेन्ड क्लब लगभग आर्सेनल हुन्छ लगभग आर्सेनल के गोन अनि थर्ड चाहिँ डोनारोमा जुन हुन्छ त्यहीमा जान्छु तिमी खेल्दासम्म डोनारोमा त साइड लाइनमा हुन्छ तिमीलाई डोनारोमा मनपर्छ त्यस्तो तर जोन गार्सिया भन्दा त होइन इमी मार्टिनेज भन्दा होइन इमी मार्टिनेज राम्रो कि जोन गार्सिया राम्रो त मलाई एमी मार्टिनेज आउँछ किनभने कति पेनाल्टी सेभ गर्छ र राम्रो सेभ गरेको थियो क्या वर्ल्ड कपमा 2022 को कतारमा भएको तिमीलाई बार्साको अरू गोलकिपरको बारेमा थाहा छ अरू गोलकिपरको कसो थाहा छ 3 जना हो नेम देम जोन गार्सिया स्टेगेन सेज्नी एकदमै नराम्रो भन्ने सेज्नी हो किन ठिकै भने स्टेगेन हो धेरै राम्रो भन्ने चाहिँ जोन गार्सिया सेज्नी किन एकदमै नराम्रो एउटा गोल सेभ एउटा हेडिङ त सेभ गर्दैन हो र अनि टेस्ट स्टेगेन त गर्छ नि आजकल गर्छ खेलेकै छैन 2 म्याच खेलेको थियो त हो र इन्जर्ड छ नि अहिले होइन अस्ति 2 म्याच खेलेको थियो त त्यसो भए फेभरेट चाहिँ जुवन एन्जी फ्लेकको नाम किन एन्जी फ्लेक भएको रे एन्जी भएर एन्जी भने के हो रे एन्जी भने राम्रो तिमी पनि एन्जी हो कस्तो एन्जी यस्तो एन्जी त्यस्तो डाउन यस्तो एन्जी होइन यस्तो एन्जी हाई एन्जी पौडेल तिमी चाहिँ हुन्छ होइन शाश्वत कार्की भनिन्छ त्यो होइन शाश्वत कार्की कि एन्जी पौडेल दुईटा तिम्रो निकनेम एन्जी मकैबारी होइन निकनेम त मकैबारी हो होइन मकैबारी मंकी म्यान निकनेम मकैबारी मनी हो मंकी म्यान क्या तिम्रो निकनेम मुने मुनु पनि हो मंकी म्यान पनि हो आलु पनि हो भुन्टे पनि हो च्यान्टु पनि हो भाइ पनि हो मकैबारी पनि हो के भयो के हैन ढाड दुख्यो आर यु बोर्ड अलरेडी लिटल बिट अरू फुटबलको बारेमा सोध्ने बाँकी छ अनि त्यसै बोर भएर हुन्छ त्यसो भए मलाई एउटा कुरा भन
बार्सिलोनाको कुन कन्ट्रीमा छ? स्पेन स्पेन। यु नो वेल। अनि रियल मैड्रिड? स्पेन। अनि म्यान्चेस्टर सिटी? इंग्लैंड। आर्सेनल? इंग्लैंड। पीएसजी? कतार। पीएसजी कतारमा छ। पीएसजी फ्रान्समा छ। द्याट्स फ्रेन्च लिग। ए बार्सामा एउटा प्लेयर थियो नि डेम्बेले, जसले बलन डोर जित्यो 2025 को। के लाग्छ तिमीलाई, उसले जित्नु पर्थ्यो त्यो बलन डोर? जित्नु पर्दैन थियो। किन? यामालले जित्नु पर्थ्यो। यामालले जित्नु पर्थ्यो? वाइ? बलन डोर त जित्ने चान्सेस त्यसकै बढी हुन्छ जसले च्याम्पियन्स लिग जिते हुन्छ, अनि पीएसजीले त च्याम्पियन्स लिग जितेको थियो कति हो भर्खर एउटा यो सिजन। त्यही भएर त डेम्बेलेले बलन डोर पाएको। यु डोन्ट लाइक डेम्बेले? वाइ? He was playing for with Barca and Barca lost with 1-2. He was playing very roughly and fall and they lost. Barca. No, but Dembele is a nice guy. He's also a Messi fan like you. No, it's not. He is Messi fan. Mbappe उसको टीममेट हो, वो तो मेसी फैन हो नि। कसरी उसको टीममेट त फ्रान्सबाट त अनि तिमीलाई आर्सेनल चाहिँ किन जोइन गर्न मन छ अरे साँच्ची? किनभने आर्सेनलमा मलाई यो को मन पर्छ? राइस मन पर्छ? तिम्रो मेसीको बारेमा केही सोध्छु है त म। अब हामी लास्टमा छौँ, अब सिद्ध्याउँछौँ। मेसी अहिले कहाँ छ? मेसी कि अहिले अमेरिकामा छ। कुन पहिला इन्डियामा थियो, अहिले अमेरिका। कुन क्लबमा? मेसी अहिले अमेरिका ए अर्जेन्टिना। क्लब के क्लब? अहिले कुन क्लबबाट खेल्छ? इन्टर मायामी। मेसीले अहिलेसम्म कतिवटा क्लबबाट खेलेको छ थाहा छ? 4। नेम देम। बार्सिलोना सेकेन्ड। न्युवेल्स ओल्ड बोइज। अनि बार्सा, पीएसजी, इन्टर मायामी। अनि मेसीसँग कतिवटा ट्रफी छ थाहा छ? 37। नो, इट्स मोर देन 37। 46 I guess. No, 47. 47. मोस्ट डेकोरेटेड प्लेयर इन द वर्ल्ड हो नि मेसी, थाहा छ? डेकोरेटेड भने धेरै ट्रफी भएको क्या, सजिएको क्या ट्रफीले। रोनाल्डोको कतिवटा? रोनाल्डोको धेरै छैन, 30 को लाइनमा। 39। त्यति पनि छैन होला। 32। थाहा छैन। मेसीको वाइफको नाम के हो? एन्टेलोना। नाइस। मेसीको सेलिब्रेसन गरेर देखाइदेऊ न त। पहिला त्यति हो? अरू नि थाहा छ। यामालको पकाइ अहिलेको सेलिब्रेसन। अनि पहिलाको 3-0 थियो। कस्तो गर्छ 3-0? गुड। सो थ्याङ्क यू शाश्वत पौडेल। थ्याङ्क यू ह्यान्सी शाश्वत पौडेल फर योर टाइम। यो भिडियो चाहिँ हामी द असम एडभेन्चरबाट अपलोड गर्छौँ। लाइक, सब्सक्राइब, शेयर, कमेन्ट। ओके, बाई।